आइपिओ भर्नको लागि फेरि तपाईहरुले अर्को 1000 रुपैयाँ पनि छुट्याएर राख्नुपर्ने भयो है। किनभने आज भर्खरै धितोपत्र बोर्डले साल्पा विकास बैंक लिमिटेडलाई आइपिओ खुलाउने अनुमति दिएको छ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई टोटल 17,23,880 किता सेयर निष्कासन गर्ने अनुमति दिएको छ र प्रति किताको मूल्य भनेको 100 रुपैयाँ नै हुनेछ र सेक्टर भनेको डेभलपमेन्ट बैंकमा पर्छ र इस्यु म्यानेजर मुक्तिनाथ क्यापिटललाई राखिएको छ। सो आज भर्खरै साल्पा विकास बैंक लिमिटेडले आइपिओ खुलाउने अनुमति पाएको हो भने अब छिटै नै यसको पहिलो चरणको आइपिओ खुल्नेछ र कहिलेदेखि खुल्दैछ त्यसको चाहिँ डेट अब केही दिनमा आउनेछ र त्यसको बारेमा अपडेटहरु म तपाईहरुलाई ल्याउँदै आउने छु र पहिलो चरणको आइपिओ खुलिसकेर दोस्रो चरणमा चाहिँ जनरल पब्लिक सबैको लागि खुल्नेछ। त्यो पनि कहिले खुल्छ त्यसको बारेमा पनि अपडेटहरु आउँदो भिडियोहरुमा आउँदो दिनहरुमा चाहिँ लिएर आउने छु। यस्तै खाली आइपिओ सम्बन्धित शेयर मार्केट सम्बन्धित भिडियोहरु अपडेटहरु हेर्नको लागि चाहिँ मनी कुरालाई सब्स्क्राइब गर्नु होला, फलो पनि गर्नु होला।